भए भरको सम्पत्ति राष्ट्रियकरण गरिदिनुहोस्, मलाई चाहिँ भत्ता दिनुहोस्, म देवघाटमा गएर बस्छु भन्नुहोस् न त। ल ओके, जोगी बनेर हो। अनि सबै जे नेपाली जनतालाई भनौँ ल, भन्नु पऱ्यो नि त। लोभ गर्ने हो भने पैसा कमाउने राजाको हामीलाई के मतलब थियो? रामचन्द्र पौडेलले उनीलाई के फरक? रामचन्द्र पौडेलले के गर्छन् भने चिया खुवाउने बेलामा चिनी अलि बढी नहालै भन्छन् रे क्या। त्यस्तै राजाको के अर्थ भयो? त्यसैले यो आधुनिक युगमा पोलिटिकल डेभलपमेन्टको हैसियतले राजतन्त्र आउँदैन। ज्ञानेन्द्रजीले के भन्नुभयो भने उहाँले चाहिँ सबै नेपालीलाई म चाहिँ साझा हुन्छु, म पृथ्वी शाहको सन्तान हुँ होइन। त्यसैले मेचीदेखि महाकाली होइन, महाकाली भन्दा परतिर कति छन्, त्योभन्दा पाएको विशाल नेपाल जुन छ हाम्रो हिजोको, त्यसलाई चाहिँ त्यो विशाल नेपाल सिर्जना गर्ने आन्दोलन तपाईँहरू गर्नुहोस्, म फाइनेन्स गर्छु भनेर भन्नुहोस् न। उहाँ मरिहाल्नु छ एक दिन, के भयो र? छोरो पनि राम्रो छैन, फेरि मर्ने बाँच्ने भन्ने कुरा त तपाईँ पनि मर्नुहुन्छ, हामी सबैजना मर्छौँ। यो नश्वर शरीर हो, एक न एक दिन आज हो कि भोलि हो। कोही 80 वर्ष 85 वर्ष 100 वर्षसम्म बाँच्छन्, कोही 20-21 वर्षमा बित्छ। के अनुरोध छ भने उहाँ